Hello everyone, नमस्ते, वेलकम टु माई ब्लग आफ्टर अ लङ टाइम। र आज मैले नयाँ ब्लग लिएर आइसकेको छु धेरै दिनपछि। सो प्लिज सबैजनाले ब्लग हेरिदिनु होला र कमेन्ट पनि गरिदिनु होला र लाइक पनि गरिदिनु होला। एन्ड दिस ब्लग इज अल अबाउट अ डे इन अ लाइफ अफ ए ट्रेन्ड नर्स, 13 आवर्स नाइट सिफ्ट। एन्ड ड्युटी जानको लागि चाहिँ म चाहिँ एकदमै रेडी भइसकेको छु, तयारी अवस्थामा छु, हेर्न सक्नुहुन्छ तपाईँले। अनि मैले आफ्नो टिफिन पनि प्याक गरिसकेको छु। अनि टिफिन चाहिँ के छ भनेर त्यही आज नाइट सिफ्टमाको भ्लगमा पुरै हेर्नु होला। अनि त्यसपछि मैले मेरो ब्याग पनि प्याक गरिसकेको छु, मसँग वाटर बोतल पनि छ। अनि त्यही हो, अब खाना खान्छु अनि निस्किन्छु। मेरो ड्युटी चाहिँ साँझको अब 7 बजेदेखि मैले 7 बजेदेखि दिउँसो भोलि बिहानको 8 बजेसम्म चाहिँ छ। चलो चलते हे मेरे साथ ड्युटी पर। सबैजना घर आइरहेछन्, म चाहिँ ड्युटी जान लागेको। गाइजहरू हेर्न सक्नुहुन्छ कति धेरै परिसकेको छ। लेट्स गो अन ड्युटी विथ मी। चिसो बढेको काठमाडौँमा साँझतिर चाहिँ, दिउँसोतिर घाम लागेकोले गर्दाखेरि त्यस्तो चिसो हुँदैन, साँझतिर लास्ट चिसो हुने रहेछ। जय हनुमानजी की। गाइजहरू यो बागमतीको पुलनिर आइसकेपछि यति चिसो लाग्छ कि पुरै छोडौँ, यस्तो चिसो हावा आउँछ। I think you might know this place. यो चाहिँ थापाथली र कुपन्डोलको बिचको पुल हो। ल फाइनली हस्पिटल नि आइपुग्यो। गाइजहरू हामीहरू त आइसक्यो यहाँ ड्युटी गर्नलाई, नाइट ड्युटी। मेरो ड्युटी पार्टनरहरू यहाँ छ। हाई नितु, तिम्रो इन्ट्रोडक्सन देऊ न। नमस्ते, मेरो नाम नितु हो। म चाहिँ नेहाको ड्युटी पार्टनर हो। थ्याङ्क यू सो मच नितु फर यर इन्ट्रोडक्सन। र यो भिडियो चाहिँ लाइक गर्ने, कमेन्ट गर्ने र हाम्रो ब्युटिफुल नितुलाई कम्प्लिमेन्ट दिन कस्तो देखिरहेछ। अनि यहाँ छ अर्को ड्युटी पार्टनर ढेन्डाङ। फेरि इन्ट्रोडक्सन दियो तिम्रो। नमस्ते, मेरो नाम चाहिँ मुना। गाइज मेरो साथी एकदमै लजालु छ, इन्ट्रोडक्सन दिँदा पनि लजाउँछ यार। ल अब अर्को साथी आफ्नो इन्ट्रोडक्सन। हेलो गाइज, माई नेम इज निशा श्रेष्ठ। ल अर्को। हेलो, इट्स मी लङदिकी शेर्पा। ल अरू साथीहरू पनि हुनुहुन्छ हाम्रो ड्युटी पार्टनरहरू। हाम्रो साथीहरू नर्सहरू कति मेहनती हुन्छ हजुरहरूले हेर्न सक्नुहुन्छ। रग रगमा पुरा नसा नसामा पढाइ मात्र हुन्छ। अनि यता एउटा बहिनी अझै पुरै पढ्नमै व्यस्त छ। अनि फ्री भएपछि नितु के हेरिरहेको? बिरालो। नितु इज अ क्याट लभर। ल केसको वेटिङमा छ यिनीहरू। गाइजहरू हाम्रो बहिनीहरू कति राम्री राम्री छन्। हाम्रो टिफिन यहाँ छ। मुनाले वाउ पुरी लिएर आछ। बहिनीहरू अल्सो डुइङ डिनर। हामी पनि खान लाग्यो, तिमीहरू पनि खाऊ। केसको भ्लगमा आउँछौ? आउँछौ नि, किन नआउने र। हस्, थ्याङ्क यू सो मच बहिनी। ओके, अनि पार्टी दिन्छु मैले। ल सबैले अनबक्सिङ हेर। ल लम्डिकीबाट सुरु होइन, सबसे फर्स्टमा तिमीले देखाउने हो क्या। हेर नि तँ खोलिदेऊ, यसले तल राख्नु। अब यो एउटा एउटा खोल्दै जाऊ।
म कति खुसी भएँ। अब निशाको टर्न हो गाइस। हामीसँग के छ हेरौँ। ल ढुक ढुक। वो निशा टाइम फर स्वीट्स। ल सबैजनाले टेस्ट गर त गाइस कस्तो भयो मैले बनाएको। निशा उद्घाटन मबाट गर्छ। कस्तो राम्रो देखियो नि। असली गुलाब जामुन दे हनी। आराम यसमा हाल्दै होला मलाई। रिभ्यू पनि दिनु। मेरो प्लेटमा फेरि बल्ल काम गर्यो। ल खाएको छैन मिठो भनिदिन्छ। खाइसक्यो त? कस्तो राम्रो देखिन्छ। कलर जुसी जुसी। कलर इज आउटस्ट्यान्डिङ, टेक्सचर इज बबाल। आरमा पनि यतिकै राम्रो छ। दामी। मिठो छ। एकदम मिठो छ। नेहाले बनाएको। थ्याङ्क यू सो मच। नेहाले बनाएको मैले खाएको। गाइज यिनीहरू लास्ट भाग मानिरहेछन्। यस सबैले त आफ्नो आफ्नो रिभ्यू दिए। अब म आफै चाख्छु कस्तो भएछ। हुन त मैले घरमा पनि चाखिसकेको थिएँ। त्यही नि अब क्यामेरामा देखाउनु पऱ्यो। छिट्टै स्वाद आउन सक्छ। नाइस। आउट अफ 10 ल इन्फिनिटी। वाउ 10 आउट 10 ल लम्डिकी 10 मा 10 हो ल। हामी रातभरि यतिकै बस्यौँ तर 5 बजीतिर एउटा केस आयो नितुले गर्यो। कतिखेर 8 बज्छ अनि हामी पनि जान्छौँ घर। सुत्यौँ मजाले आजको नाइट है मुना। आज धेरै केस आयो। रमाइलो भयो। खाना आए खाएँ सुते। मर्निङमा एउटा केस गरेँ। अब हाम्रो पालो आउँदैन अनि अब घर जाने हो 8 बजे। नाइट ड्युटी ओभर भइसक्यो। अब घर जाऊँ। बाई बाई गाइस। थ्याङ्क्स फर वाचिङ।